आउँछ, म गीता माताको शरणमा जान्छु। म उहाँको शरणमा जाने बित्तिकै मलाई मेरो दुःख निवारण गर्ने उपाय प्राप्त हुन्छ, मेरो दुःख मेटिन्छ र मेरो मुख फेरि प्रफुल्लित भएर मुस्कुराउन लाग्छ। महात्मा गान्धीले पनि भन्नुभएको छ, विश्वका अनेकौं चिन्तकहरू, विशिष्ट व्यक्तिहरू, प्राज्ञजनहरूले गीतालाई पढे मात्रै होइन, जीवनमा उतारेका छन्। हामीले पनि हरेक क्रिस्चियनहरूले बाइबल पढ्छन्, कण्ठ गर्छन्, सबै कहाँ कहाँ के लेखिएको छ सबै आउँछ उनीहरूलाई। मुस्लिमहरूलाई कुरान आयात आयात सुरा सुरा आउँछ, बौद्धहरूलाई धम्मपद त्रिपिटक आउँछ। हामी वैदिक हिन्दू धर्मावलम्बीहरूलाई, सनातनीहरूलाई हामीलाई गीता पनि आउँदैन, रामायण पनि आउँदैन। पहिले पहिले श्लोक महाभारतमा